दर्शकवृन्द नमस्कार। अहिलेको समयमा सामाजिक सञ्जालमा निकै नै प्रचलित भइरहेको भ्रष्टाचारको विषयमा आखिर बालेनले भनेको कुरा त तपाईले उनको सामाजिक सञ्जाल मार्फत देख्नु नै भएको छ होला। तर पनि तपाईहरु धेरैले चाहिँ यो धेरै लामो भएकोले गर्दाखेरि नपढी रियाक्ट मात्रै गर्नुभएको छ होला। अनि आउनुस् यो भ्रष्टाचारको बारेमा बालेन के भन्छन् त आज यो उनले लेखेका स्ट्याटसलाई म पुरा पढेर सुनाउने छु। अनि सबैभन्दा पहिला नयाँ हुनुहुन्छ भने हाम्रो च्यानललाई सब्स्क्राइब गर्नु होला। बालेन भन्छन्, कसरी महानगरलाई 1 अर्ब भन्दा ठूलो क्षति हुन्थ्यो यदि यो काम भयो भने। कहिले यस्तो पार्टनरशिप देख्नु भएको छ जहाँ ठूलो लगानीकर्ताले 3 कमाउँदा सानो लगानीकर्ताले 100 कमाउने? काठमाडौँ टावरमा काठमाडौँ महानगर ठूलो लगानीकर्ता हो। यसको पूर्ण जानकारी नपाउँदा तपाईलाई लाग्न सक्छ जाबो नक्सा पासकै कुरा त हो, कति लम्ब्याएको। तर यो त्यति सामान्य छैन। यो भवन र नक्सा पासको पछाडि धेरै कुरा छन्। कुनै एक घोटालाका लागि कसरी नीतिगत भ्रष्टाचार हुन्छ, कसरी कर्मचारीहरू परिचालन हुन्छन् र कसरी जनप्रतिनिधिहरू पनि प्रभावित बन्छन् भन्ने यो एक नगरपालिकाको विगत, वर्तमान र उद्देश्यले देखाउन सक्छ। 2073 मा 12 तलासम्मको स्वीकृति दिँदा तत्कालीन महानगर नेतृत्वले वार्षिक 4औं वर्षसम्म रु 98,33,333 का दरले र 5औं वर्ष रु 1,43,70,833 हुँदै 30औं वर्ष रु 3,90,14,663 महानगरले प्राप्त गर्ने गरी सम्झौता गरेको थियो, जुन 2 तला पार्किङ सहित 12 तलासम्मको थियो। काठमाडौँको मुटुमा रहेको व्यावसायिक कम्प्लेक्सबाट महानगरले प्राप्त गर्ने आर्थिक लाभ यति न्यून कसरी हुन पुग्यो? त्यसमा के कस्ता चलखेल भए भन्ने आफैमा अध्ययनको विषय हो। सम्बन्धित निकायले अध्ययन गर्छ भने सम्पूर्ण सहयोग गर्न तयार छु। त्यसमाथि 12 तलालाई 19 तला बनाउँदा थपिने 7 तलाको क्षेत्रफल करिब 1,28,000 वर्ग फुट हो। प्रति वर्ग फुट रु 150 मात्र मानेर हिसाब गर्ने हो भने पनि 7 तलाबाट मात्रै न्यूनतम रु 1,92,00,000 भाडा हुन आउँछ, जुन वार्षिक 23 करोड भन्दा बढी हुन्छ। सोच्नुस् त अबको 30 वर्ष पछिसम्म त्यसको भाडा कति हुन्छ होला? 2 वर्षमा 10% भाडा बढ्नु त सामान्य नै हो। त्यति मात्रले नि 30 वर्षमा प्रति वर्ग फुट रु 670 भन्दा बढी हुन आउँछ। यसबाट 1 अर्ब भन्दा बढी त थपिने 7 तलाको भाडाबाट मात्र आउनु पर्ने हो। यतिकै नक्सा पास भएमा महानगरले लिने भनेको त त्यो बेलाको सम्झौता बमोजिमकै रकम हो, जुन 3 करोड। यसबाट महानगरलाई कति आर्थिक हानि हुन्छ र ठेकेदारलाई कति फाइदा पुग्छ भन्ने हिसाब गर्नुहोला। यो सबै नीतिगत रूपमा नै मिलाउनका लागि, त्यसबाट हुने अर्बौंको फाइदाका लागि ठेकेदारले कसैलाई 5 करोड दिनु उसका लागि आर्थिक नोक्सानी होइन। देखिने लगानीकर्ता केही व्यक्ति भए पनि त्यसको पछि को छन् आफै बुझ्न सक्नुहुन्छ। र रह्यो अर्को कुरा, ठेकेदारलाई आर्थिक क्षति गरिदिनकै लागि 19 तला बनाउँदा आपत्ति प्रकट गरेको होइन। सो भवन निर्माणमा धेरै कुराहरूमा लापरवाही, जबरजस्ती र अवैधानिक कामहरू भएको छ, जसले कानुनी प्रक्रिया मात्र मिचिँदैन, भवनबाट जोखिम पनि बढाएको छ। जानकारीका लागि केही बुदाहरू। यसरी बालेन शाहले यहाँनिर जानकारीका लागि केही बुदाहरू भनेर लेखेका छन्। अनि यसलाई पनि म पढेर सुनाउने छु। बुदा नम्बर 1 मा बालेन शाह भन्छन्, भवन निर्माणको मापदण्ड र नेपाल सरकारको निर्माण संहिता अनुसार सबै कुरा मिल्ने भए वैधानिक रूपमा 12 तलालाई बढाएर 19 तला बनाउन पनि सकिन्छ। त्यसका लागि सम्झौता पुनरावलोकन हुनुपर्छ, आर्थिक विश्लेषण गरी सम्झौता रकम समायोजन गर्नुपर्छ, वातावरणीय प्रभाव, सामाजिक तथा आर्थिक प्रभाव मूल्याङ्कन हुनुपर्छ। यसको लागि आर्थिक, प्रविधिक तथा सामाजिक विश्लेषणको काम पीपीपी मार्फत हुँदै थियो। ती सबै कुरालाई व्यवस्था गरेर अवैधानिक किसिमले नक्सा पास गरिएको छ। बुदा 2, टावर निर्माण सुरु गर्नुभन्दा पहिला मिति 2072/03/22 गते काठमाडौँ उपत्यका विकास प्राधिकरणले फार बढीमा 2.41 भन्दा माथि जान नमिल्ने अर्थात् 12 तल्ला भन्दा माथि जान नमिल्ने गरी योजनाको अनुमति, प्लानिङ पर्मिट दिएको थियो। तर तल्ला थप प्रक्रियामा काठमाडौँ उपत्यका विकास प्राधिकरणबाट कुनै पनि राय अनुमति लिएको पाइएन। 12 तलालाई 19 तला बनाउँदा
पुनः प्लानिङ पर्मिट लिनु नपर्ने हो। तल्ला थप हुँदै गर्दा वातावरणीय प्रभाव, सामाजिक तथा आर्थिक प्रभाव मूल्याङ्कन गर्नु नपर्ने हो भने नेपाल सरकारले नै बनाएको नियम मापदण्ड संशोधन कागजमा लेख्न मात्र बनाइएको हो, व्यवहारमा लागू गर्न होइन भनेर नेपाल सरकारले बोल्नु पर्यो। बुधा 3 मा बालेन्सा भन्छन्, म आफै स्ट्रक्चरल इन्जिनियर हुँ। सेइज्मिक डिजाइन स्ट्रक्चरल एनालाइसिस गर्दा NBC 105:2020 स्ट्यान्डर्डमा 19 तला निर्माण गर्दा अध्ययनले भन्छ 70% भन्दा धेरै कलम फेल हुन्छ। 2078 साल पछि निर्माण हुने भवनका हकमा NBC 105:2020 अनिवार्य गरिएको छ। यसैले नियम अनुसार स्ट्रक्चर डिजाइन एप्रुभ नहुँदासम्म नक्सा पास प्रक्रिया अगाडि बढ्न सक्दैन। स्ट्रक्चर एनालाइसिस फेल हुँदाहुँदै पनि नक्सा पास गर्नु गम्भीर त्रुटि हो। बुधा नम्बर 4 मा यस प्रकार छ, प्लिन्थ लेभलसम्मको अनुमति लिई सुपरस्ट्रक्चर नै नलिई 12 तल्ला बनाइरहेको भन्ने आधार देखाई तत्कालीन प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले सोही बमोजिम ब्रिफिङ समेत गरेको हुँदा अनुमति भन्दा हेरफेर गरेकाले स्थानीय सरकार सञ्चालन ऐन 2074 बमोजिम रु 5 लाख जरिवाना तोकेको हो। यो जरिवानाले नक्सा पास गर्ने अनुमति दिएको भने अर्थ कदापि लाग्न सक्दैन, किनभने नक्सा पासको अधिकार स्थानीय सरकार सञ्चालन ऐन 2074 ले मेयरलाई होइन प्रमुख प्रशासकीय अधिकृतलाई दिएको छ। बनिसकेको भवनलाई जरिवाना गरिसकेपछि 12 तलासम्मका लागि मात्रै नक्सा स्वीकृतिको प्रक्रिया अगाडि बढेको हो। 19 तलासम्म बढाउनका लागि के प्रक्रिया गर्नु पर्थ्यो भन्ने कुरा माथिका बुदाहरू 1 र 2 पुनः पढ्नु भए थप स्पष्ट हुन पुग्छ।